जीवन बिमा भनेको मरेपछि मात्र पाइने फाइदा होइन, जीवित रहँदा पनि धेरै फाइदाहरू चाहिँ पाउन सकिन्छ। जस्तै हामी सामान्य चोटपटक लाग्दाखेरि, दुर्घटनाबाट हुने सामान्य चोटपटक लाग्दाखेरि हामीले 2500 देखि 1 लाखसम्मको वार्षिक रूपमा हामीले खर्च पाउँछौँ कम्पनीबाट। त्यस्तै डिसेबलको केसमा पूर्ण क्षतिपूर्ति, त्यस्तै मासिक सुविधा, मासिक स्याहार सुसार भत्ताको सुविधा, त्यसपछि जीवन बिमा अवधिभर कुनै पनि बिमा शुल्कहरू पेमेन्ट गर्नु पर्दैन, त्यो सुविधा भयो। त्यसै 3 वर्षपछि 70% लोनको व्यवस्था, सरकार मान्ने कर कटौती, ट्याक्स छुटको सुविधा, बोनस प्रत्येक वर्ष बोनस थपिँदै जान्छ, बोनसको सुविधा पनि पाउने भयो। मेच्युरिटी पश्चात हामीले बिमाको प्लस बोनस प्राप्त गर्छौँ। त्यस्तै हाम्रो आर्थिक अनुशासन हामीले बचत गर्ने बानीको सुरुवात हुन्छ, बानी बस्छ। हामी इमर्जेन्सी फन्ड, जस्तै भइपरि आउने, भवितव्य आउने इमर्जेन्सी फन्डहरूलाई हामी युज गर्न पाइने भयो, प्रयोग गर्न पाइने भयो। जीवन बिमा तपाईँको सुरक्षा, बचत र योजनाको भरपूर आधार हो, एकदमै भरपर्दो आधार हो। त्यसैले आजै जीवन बिमा गर्नुहोस्, सुरुवात आजै गर्नुहोस्, किनभने ढिलाइ हजुरको भविष्यसँग खेलवाड हो। थप जानकारी लागि मैले तल मेरो सम्पर्क नम्बर दिएको छु, सम्पर्क गर्न सक्नुहुन्छ।